सेलरोटी पोल्न आँटेको गाइज बनाना धेरै सेलरोटी हो यो तेल फालिँदैछ सब कुछ रेडी भइसकेको छ सेलरोटी चाहिँ म आफै पोल्छु हो म चाहिँ सेलरोटी बनाउनु पनि सिकेको छु नि त हो पहिला सिकेको हात डढाइ यहाँ हात डढेको छ हो पहिला सानोमै सिकेको हो अन्तखेरि ठुलो कराईमा पनि पोल्न सक्छु होइन तर मैले अब ग्यासमै यसमै गरेको चुल्हा छैन नि त हो चुल्हा थियो कि भत्किरहेको छ त्यो भएर चाहिँ पानीले भिजेर बाहिरै थियो नि त चुल्हा हाम्रो कटेर छैन हो त्यो भएर चाहिँ मैले ग्यासमै पोल्न आँटेको छु यो फ्राई प्यानमा यहाँ राख्छु हो यो चाहिँ मैले अघि बनाएर पास राखिरहेको थिएँ नि त हो चामलको पिठो चाहिँ यति मात्रै बनाएको 1 किलो जतिको बनाएको छु हेर्दै गर्नुहोस् गाइजहरू मैले सेलरोटी पोलेको देउसीमा चाहिँ म सेलरोटी पोल्न आँटेको छु अब पहिला यो गर्नु पर्यो कतिको भयो कि भएन पाक्यो कि पाकेन तात्यो कि तातेन तेल हेलो गाइज अब म चाहिँ सेलरोटी पोल्न आँटेको छु हो मलाई चाहिँ सबै काममै पर्फेक्ट हुनु मन लाग्छ हो अलराउन्ड होइन अन्त सङ पनि पार्नुपर्छ हो सङमा पारेर चाहिँ अनुहार मात्रै तयार पार्नु होइन यस्तो कामहरू पनि गर्नुपर्छ हो म चाहिँ अनुहार पनि तयार पार्छु काम पनि सबै गर्छु हो यो चाहिँ स्टार्ट हो है मेरो अब ल फर्स्टको चाहिँ अब कस्तो हुँदैछ हेरौँ न पहिला फर्स्टको चाहिँ फर्स्ट सेलरोटी हो मेरो नानाको रोटी चाहिँ एकदमै पर्फेक्ट एकैवटा पोलेको छु ठुल्ठुलो पोलेको हो यो कराईमा चाहिँ यस्तो हुँदो रहेछ हो यहाँ हेर्नुहोस् गाइज एकदम मिठो भएको छ चढाए पनि दुईटा चाहिँ तीनटा जति चाहिँ हो यहाँ चुल्हा पनि चढाएको छु यो चाहिँ सेकेन्ड आइटम यस्तो भयो यत्रो बनाउँदैछु अब हाल्छु हेर्नुहोस् है फेरि ए नेपाल पारामै बनाएको हौ यत्रो बनाइदिएको यहाँ देखाइदेऊ कान्छी ए नेपाल पारै बनाइदिएको है गाइस मैले चाहिँ ठुल्ठुलै बनाइदिएको यहाँनिर सानो दुईटा हालौँ भनेको थिएँ कि अट्दैन रहेछ नि त यो ताईमा दुईटा चाहिँ सानो हो अन्तखेरि एउटा मात्रै अट्दैछ त्यही भएर एउटा चाहिँ कति गर्नु ए नगर भाइ कति गर्नु भनेर चाहिँ यसरी नै बनाइदिएको ठुल्ठुलै ढ्याम्रे ए यस्तो ठुल्ठुलो बनाइदिएको छु गाइस कस्तो लाग्यो होला मेरो सेलरोटी लाइक कमेन्ट गर्नुहोस् होला कतिहरू मैले पोलेको रोटी चाहिँ ठुल्ठुलो नै पोलिदियो हो सानो पोलौँ भनेको थियो हो यो कराईमा फेरि त्यस्तो सानो चाहिँ चेप्टिँदो रहेछ हो त्यो भएर चाहिँ ठुल्ठुलो पोलिदिएको यहाँ चाहिँ चढाउने यो फर्स्टमा पोलेको यहाँनिर चाहिँ ठुल्ठुलै पोलिदिएँ यस्तो खालके हो कम्ती बनाएको मैले चाहिँ हो रोटी दुध आँटेको छ अन्त यहाँ तोरेर चाहिँ फेरि अलिकति पूजा बहिनीहरूको पनि बनाइदिनु भन्दैछ मसला गाइस यो चाहिँ हामीले यस्तो लट्ठीले घुमाइहाल्नुपर्छ नि त हो फेरि यस्तो डल्लो बसिहाल्छ नि त यस्तो गरेर चाहिँ घुमाइहाल्नुपर्छ त्यसलाई चाहिँ यसरी सेलरोटी चाहिँ यस्तो ठुल्ठुलो नै बनाएको एकैवटा मात्रै आउँदो रहेछ यसमा चाहिँ हो ठुलो ताइदा चाहिँ अब मजाले आउँथ्यो फ्राई प्यानमा बनाएको कराईमा यस्तो सानो हुन्छ नि अन्त यहाँ माथिबाट चाहिँ मैले अलिअलि नरिवल पनि छाटेको छु सानो पालिस स्टाइलमै बनाइदिएको ठुल्ठुलो कलर पनि दामी आयो हो एकदम दामी छ मैले सानोबाट खाएर पनि राखिरहेको छु यहाँ हो हेर्नुहोस् लगाएपछि टेस्टी भएको छ हो जिरे पनि ठिक्क लागेको छ हो
त्यस्तो भएको छ गाइस सेलरोटी पोलिसक्यो मैले चाहिँ नेपाल पारामा पोलेको छु है यत्रो यत्रो पोलेको छु मैले चाहिँ सेलरोटी नेपाल पारामै त्यत्रो पोलेको छु हो अलिकति मात्रै त पोलेको थियो सेलरोटी चाख्छ बहिनी के चुट्टेवाला दिउँ न सेलरोटी चाहिँ यस्तै फाइनली गाइस मैले चाहिँ यति पोलिसकेँ हो यति मात्रै पोलेको थिएँ 1 किलोको हो अनि लिले यताउता बाँडिदिएँ हो त्यही बेग छ बाई बाई गाइस कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनुहोस् होला